जब विक्रम सम्वत 2007 साल फाल्गुन 7 गते नेपाली काङ्ग्रेस र राणा बिचमा सम्झौता भएपछि मुक्ति सेनाले आफ्नो जुन यो सशस्त्र क्रान्तिलाई स्थगित गरिसके पछाडि अब मुक्ति सेनालाई के गर्ने भन्ने समस्या आयो। किनभने हतियार, तालिम प्राप्त सैनिक र दोस्रो विश्वयुद्ध लडेका पूर्व गोर्खा सैनिकहरूको त्यो जमातमा विद्रोहको एउटा राको थियो। त्यसलाई म्यानेज गर्ने कुरा थियो र तत्कालीन गृहमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले तत्कालीन मुक्ति सेना कमान्डर जीबी आक्थुम्बा, ज्ञानबहादुर आक्थुम्बासँग सल्लाह गरिसकेपछि मुक्ति सेनालाई रक्षा दलको रूपमा परिणत गरियो। परिणत गर्दाखेरि त्यतिखेर चाहिँ सेनाबाट पनि तत्कालीन शाही नेपाली सेनाबाट एक तह पदोन्नति गर्दै केही अफिसरहरू र जवानहरू पनि ल्याइएको थियो। तर बिचमा के हो भने रक्षा दलको जुन ब्यारेक थियो टङ्गालमा, त्यहाँ 2010 साल विक्रम सम्वत 2010 साल कार्तिकमा 36 बोरको 38वटा राइफलहरू र 430वटा गोलीहरू सुन खनेर त्यो चाहिँ चोरियो। त्यो चोरी हुने बित्तिकै त्यो बेला अमरबहादुर सुवेदार जस्तो लाग्छ, उनले जीबी आक्थुम्बा त्यो बेला डिआइजी थिए, उनी चाहिँ विजयश्वरी ब्यारेकमा बस्थे। त्यहाँ गएर हताहत खबर गरे कि यो हतियार यसरी चोरी भएको छ, गोली पनि चोरी भएको छ, तपाईँमाथि आक्रमण हुनसक्छ, जुन यो रामप्रसाद राई र डाक्टर केआई सिंहको काण्ड त्यहाँ दोहोरिन सक्छ भनिसकेपछि तत्कालै त्यहाँ रहेका सेनालाई अर्थात् सेनाकाबाट आएका टोलीहरूलाई निगरानीमा राखियो र रक्षा दललाई तुरुन्तै जीबी आक्थुम्बाले चाहिँ आफ्नो कमान्डमा लिएका थिए। पछि 2010 सालतिरै जीबी आक्थुम्बालाई आइजिपी नियुक्ति गर्ने र नेपाल प्रहरी स्थापना गर्ने भन्ने त्यो बेलाको अन्डरस्ट्यान्डिङ थियो। तर जीबी आक्थुम्बा अलिकति स्टेट फरवर्ड पूर्व गोर्खा र उसले अलि प्रजातान्त्रिक विचारधारा राख्ने र नेपाली काङ्ग्रेसको मुक्ति सेना कमान्डर भएको नाताले तत्कालीन दरबारको त्यति धेरै सकारात्मक थिएन भनिन्छ र उनको ठाउँमा गोपाल शमशेर रायलाई विक्रम सम्वत 2012 सालमा आइजिपीको रूपमा ल्याइयो। तर अब त्यसले एउटा अप्ठ्यारो स्थिति सिर्जना हुँदै गएपछि सुरक्षा मामिलामा अलिकति कमजोरी हुँदै गयो र त्यो कुरालाई कसरी ल्याउने भनिसकेपछि पछि त्यो अप्ठ्यारो स्थितिबाट बाहिर ल्याउनको लागि जीबी आक्थुम्बाले चाहिँ के गर्यो भन्दा जीबी आक्थुम्बालाई चाहिँ तत्कालीन उहाँका हाम्रा यस्ता जुन रक्षा दलका कमान्डरहरू र रक्षा दलका जवानहरूले दबाब दिए र तपाईँले चाहिँ तत्कालै यसलाई यो नियन्त्रण गर्नुपर्छ, तपाईँले कमान्ड लिनुपर्छ भनेपछि विद्रोहको अवस्था त्यो बेलासम्म पनि देखिन्छ। लगभग 2007 सालदेखि 12 सालसम्म त्यो अवस्था। जब पछि जीबी आक्थुम्बा लाई आइजिपी बनाइयो, बनाएपछि उनले सम्पूर्ण कमान्ड लिए। त्यसअघि उनी बडा हाकिमको रूपमा इलाममा पनि काम गरेका थिए र स्थिति नियन्त्रण गर्नको लागि उनलाई आइजी बनाइसकेपछि उनले सबभन्दा पहिले उनलाई के भनेको थियो नि, उनी यस्तो प्रभाव राख्न सक्थे तत्कालीन मन्त्री परिषदमा आफै गएर मन्त्री परिषदको बैठकमा बस्थे र आफ्नो कुरा राख्थे। र त्यो बेलाको मन्त्री परिषदले विदेशी प्रहरी अधिकृतहरू ल्याएर, विशेष गरी भारतीय र बेलायती अधिकृतहरू ल्याएर नेपालमा ट्रेनिङ दिनुपर्छ भन्दा उनले त्यसमा सहमति जनाएर हामी हाम्रो ट्रेनिङ हामी आफै गर्छौँ र हाम्रो प्रहरी हामी आफै स्थापना गर्छौँ, बरु उनीहरू यहाँ आउनुभन्दा हाम्रा केही अफिसरहरूलाई चाहिँ हामी त्यहाँको उनीहरूको ट्रेनिङ हेर्न पठाउँछौँ भनेर त्यो बेला रोमबहादुर थापा, पहल सिंह लामा, ढुण्डिराज शर्मा लगायत आइबी छेत्री जस्ता 7 जना अफिसरहरूलाई चाहिँ भारतको उत्तर प्रदेशको मुरादाबाद तालिम केन्द्रमा तालिम हेर्न, तालिम गर्न र त्यहाँबाट केही कुरा सिकेर आएर गर्न भनेको थियो। त्यसमध्ये पछि 3 जना त नेपाल प्रहरीको प्रहरी प्रमुख पनि भए। यसरी सुरु भएको नेपाल प्रहरी विक्रम सम्वत 2012 साल असोज मसान्तमा प्रहरी ऐन 2012
आइसकेपछि संस्थागत स्वरूप लिन पुग्यो।